हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। मेरो आज धेरै दिनपछिको यो लङ भ्लगमा यहाँहरूलाई स्वागत छ। आज चाहिँ हामी घुम्न जाँदैछौँ है गाइजहरू, घुम्न जाँदैछौँ। अब हामी घुम्दै जानेछौँ। घुम्न जाँदा कुन ठाउँ कस्तो हुन्छ अब तपाईँहरूलाई म देखाउने प्रयास गर्नेछु। हेरेर साथ दिनु होला। मेरो च्यानललाई सब्सक्राइब पनि गर्नु होला, भिडियोमा लाइक कमेन्ट पनि गर्नु होला, आफ्नो प्रतिक्रिया छोड्नु होला है त गाइजहरू। घुम्न जाने चाहिँ हामी गएको भने यिनीहरू दुईवटा भाइहरू त अगाडि हिँडिरहेको छन् उनीहरू, अनि अहिलेसम्म कुकुर पनि सँगै आइछन् है गाइजहरू। ल गाइजहरू हामी चाहिँ है ल हेर्नुहोस्, हामीसँग आएको कुकुर चाहिँ च्याप्प कुलोमा छिर्यो, उसलाई गर्मी भयो। हामी अहिले यो नवलपुर जिल्ला हाम्रो घर छु, वहाँबाट हिँड्दै 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 हामी यहाँ आइसक्यौँ। यो गर्मीमा हेर, यी घाम त्यस्तो टन्टला लाग्छ है, गर्मीमा पुरा हिँडिरहेको छौँ गाइजहरू। यहाँ इरिगेसनको सिस्टम चाहिँ बवाल छ है, साइकल चाहिँ बवाल चलाउँछन् है यहाँ गाइजहरू। इरिगेसनको चाहिँ पुरा के कस्तो राम्रो क्या, यता पनि कुलो छ यता पनि कुलो छ बाटोको दुइटै साइडमा। अनि हेर्नुहोस् ल धानबारीहरू फाँटहरू होइन गाइजहरू। ल म चाहिँ पसिना पसिना भएर चाहिँ चट्ट चाहिने जो तपाईँको होइन झ्याममा हिँडिरहेको छु गाइजहरू। ल अब तपाईँहरूले मेरो भ्लग हेरिराख्नु होला, कहाँ कहाँ पुगिन्छ के पुगिन्छ हामी म भन्दै विस्तृत रूपमा तपाईँहरूलाई देखाउने प्रयास गर्नेछु। अब जान अन्जानमा अब केही भयो होला, हुने होला, त्यसमा चाहिँ तपाईँहरूले मेरो त्रुटिलाई क्षमा गर्नुहोस् है त। ल गाइजहरू हेर्दै गर्नु होला। ल गाइजहरू हामी चाहिँ चोकतिर आयौँ है। अब चोकतिर आयौँ, गाडी आयो अरे, गाडी चढ्ने अरे। ल त्यो गाडी चढेर जाने हो। अब यो गैँडाकोट वडा नम्बर 17 हो। हामी चाहिँ यहाँ अब गाडी चढेर कता कता भेटिन्छ त्यतै घुम्न जाने निर्णय गरेका छौँ है साथीहरू। ल हामी यो गैँडाकोट 17मा छौँ, चोकमा निस्केछौँ है गाइजहरू। ठुलो छ हाइवे। अब हामी गाडी चढेर कता कता पुग्यो कता कता जाने जानु है गाइजहरू। ल देख्न सक्नुहुन्छ म पनि हिँड्छु। अब तपाईँहरूलाई ठाउँहरू एक्सप्लोर गर्दै गर्दै जानेछु त है। ल गाइजहरू हामी नारायणघाट पुलचोक आइसकेका छौँ है गाइजहरू। घुम्दै घुम्दै हामी चाहिँ नवलपुरबाट नारायणघाट आएका छौँ। अब कता कता पुगिन्छ गाइजहरू अब देखाउँदै भन्दै जानेछु। यो चाहिँ नारायणघाट पुलचोक। हामी नवलपुर जिल्लाबाट चितवन गण्डकी प्रदेशमा थियौँ अघि, अहिले चाहिँ हामी बागमती प्रदेशमा छिरिसकेका छौँ र हामी अब घुम्दै घुम्दै यहाँहरूलाई विभिन्न ठाउँहरू एक्सप्लोर गर्नेछौँ है त साथीहरू। ल हेर्दै गर्नु होला। ल उखुको जुस खाने ठाउँ छ है, हामी यहाँबाट भित्र छिर्यौँ। उखुको जुस खाने ठाउँमा केटाहरू त्यहाँ बसिरहेछन्, अब जुसलाई वेटिङ गर्दैछन्। म यहाँ बसिरहेको छु, जुस आउँछ अनि खाने आइजहरू है। ल हामी चाहिँ यहाँ स्विजरल्यान्डमा छौँ। हामी स्विजरल्यान्डमा डुलिरहेका छौँ है गाइजहरू। हामी स्विजरल्यान्डमा चढ्दैछौँ। चितवनको स्विजरल्यान्ड चौधरी ग्रुपको। ल हेर्नुहोस् ठुलो छ, ठुलो छ। हामी यहाँ डुलिरहेका छौँ र ल हेर्दै गर्नु होला है त। ल गाइजहरू हामी कहाँ आएका छौँ भने नारायणी नदीको तटमा। यहाँ चाहिँ यो नारायणी नदी हो, यसको छेउ 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 हिँड्न आएका छौँ हामी। अब मेरो भ्लग हेरेर तपाईँलाई के कस्तो लागेको छ आफ्नो प्रतिक्रिया चाहिँ छोड्नु होला, लाइक गर्नु होला, सेयर गर्नु होला है। अनि मेरो च्यानललाई पनि सब्सक्राइब गर्नु होला। अहिले चाहिँ हामी नारायणी नदीको चाहिँ तटमा छौँ, देख्न सक्नुहुन्छ सरसर नारायणी नदी है। हेर्दै गर्नु होला। अब यही बाटो हिँड्ने हो, हेर्दै गर्नु होला के कस्तो छ। म पछि पनि देखाउने छु है त। नारायणी खोला हेर्नुहोस् कति ठुलो छ नारायणी खोला। हामी बसेको चाहिँ यहाँ चौतारा थियौँ है, चौतारा
ऊ त्यहाँ चाहिँ त्यो बुद्धको मूर्ति छ, बुद्धको स्ट्याच्यु छ। मान्छेहरू टन्नै हुन्छन् यहाँ। गर्मी उधुम छ गाइजहरू, गर्मी। अनि अहिले चाहिँ हामी नारायणीमा, अघि सिजी उसमा सिजी मलमा, अहिले यहाँ हामी नारायणी नदी है त गाइजहरू। ल यस्तो छ नारायणी नदी त, हेर्नुहोस् है त, हेर्दै गर्नु होला है त साथीहरू। यहाँका भाइहरू यहीँका बानी परेका हेर ल, नारायणी नदीमा उल्टी सुल्टी हानिदिन्छन् यिनीहरूले गाइजहरू। देख्नुभयो नि कडा यस्तो बवाल। यहाँ डराउँदैन, यहीँ बानी पऱ्यो क्या, यहीँ हुर्केको भएर यत्रो नदीमा फालिदिने यार, कडा। हामी नारायणघाट कटेर अब नारायणघाट छोडेर गाडीमा गाडीमा अनि हामी जहाँबाट आएको त्यही जानला हम 16 नम्बर गाडीको है। अब हामी नवलपुरतिर तिर्सिदिन्छौँ गाइजहरूलाई, हेर्दै गर्नु है त। हामी नारायणी पुल तर्दै अब हामी हाम्रो नवलपुर गन्तव्यतर्फ तिर्सिँदैछौँ है त गाइजहरू। भिडियो हेर्दै गर्नु होला अनि तपाईँहरूको प्रतिक्रिया दिँदै गर्नु होला है त। फाइनल्ली गाइजहरू म यहाँ उसमा आइसकेँ है, अघि जहाँबाट सुरु गरेको त्यहाँबाट म त्यहाँ आइसकेँ। यहाँ अब मैले भ्लगलाई पनि गर्नुपर्ने हुन्छ। यहाँ हाम्रो चाहिँ अहिले नेपालको सरकार चलाइरहेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका चाहिँ नवलपुरबाट विजयी हुनुभएका सांसद राजन गौतमजी आउनुभएको छ, त्यहाँ हुनुहुन्छ। ल है, मैले चाहिँ यति भन्दै मेरो भ्लगलाई आज यहीँ इन्ड गरेँ। के कस्तो लाग्छ आफ्नो प्रतिक्रिया छोड्नु होला। प्रतिक्रिया यो टन्टला पुल तपाईँहरूको लागि, टन्टला पुल घाममा हिँडेर पनि भ्लग बनाएँ, त्यसको लागि हेरिदिनु होला। हेरिदिनु भएका जतिलाई धन्यवाद दिँदै म फेरि अर्कोचोटि भ्लग बनाउने तपाईँहरूमा बाचा गर्दै अहिलेलाई चाहिँ म बिदा हुन चाहन्छु। हस् त, थ्याङ्क यू, बाई बाई, सी यू अगेन है त साथीहरू। ल।